मैले मात्र कति भिडियो हाल्छु यसको यसले त आफ्नो बुढाको मात्रै हाल्छ सानो साने मेरो पछाडिबाट यस्तो गरेर यस्तो गरेर बनाइदिनु अनि पुलमा यसो बनाइदिनु भयो के खाम के यो खाम कि मास खान्छ घाम डुब्न यता ल चढाउँछु लुरी तम्रा आडेमा। हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ च्यानलमा। अनि नयाँ च्यानलमा चाहिँ मेरो फर्स्ट ब्लग हो। अनि म चाहिँ यहाँ के भनौँ भइरहेको छु, किनभने मैले धेरै महिनापछि ब्लग लिएर आएको थिएँ नि त। अनि हामी चाहिँ आज घुम्न जान लागेको थियौँ। अनि त्यही भएर चाहिँ यहाँ के कपडा लगाऊँ भनेर खोज्दैछु। मेरो च्यानल चाहिँ के भएको थियो भन्दाखेरि मेरो मोबाइल बिग्रेको थियो। अनि त्यही मोबाइल बिग्रेको भएर अनि अहिले नयाँ मोबाइल किनेको छौँ। अनि त्यसमा जिमेल एकाउन्टको पासवर्ड बिर्सेर मेरो युट्युब एकाउन्ट नै गयो। त्यही भएर मेरो नयाँ एकाउन्ट हो। सबैजनाले माया गरिदिनु होला, हेर्दै गर्नु होला। हामी आज ड्राइभ पिकनिक घुम्न जान लागेको छौँ मेरो माइततिर, हेर्दै गर्नु होला। एउटा चाहिँ उहाँ छ बाख्रा बाँध्ने गक्की छ। अब हामी एकछिनमा जानुपर्ने हुन्छ, हेर्दै गर्नु होला। गाह्रो छ, सब काम सकाएर जानुपर्छ। यता हेर न, म भिडियो बनाउँछु कि। हेलो, भाइरल फुल हेर्न आएको रे। हेर्नु न यहाँ गोबरे कहाँ बस्ने ठाउँ त हेर्नु पऱ्यो नि। खोलाको छेउमा बस्नु भएको राम्रो थियो है। कस्तो गरमको चिज चाहिँ बोक्न लागेछ नि मलाई है। कोही के त प्यात्त गराएन, कसरी बोकेको हेरौँ त। प्यात्तै भइसक्यो त्यहाँ। अब त्यो अनि क्यान्डल बाल्न त आउँथ्यो नि, होइन त। बाल्लो ह त कसरी बस्छ खोइ। गई तर देखेँ छैन। यहाँ गई छ क्या। यहाँ पहिला त कति गहिरो थियो। हेलो गाइज, हामी आएको छौँ रमाइलो डाँडाको भाइरल पुलमा। म शम्भुको बुढी, सागरको बुढी, सुजनको बुढी अनि मेरो भाइ पनि सुजनको बुढी, दुईटा मितिनी छ। गाइज हेर्नु त खोलामा गई। अम्बो हाम्रो प्यारी जसको युट्युब च्यानल छ ब्लग। जुम गर्नै मिलेन, गरिदेऊ त एउटा हातले। हेर्नु त गाइज गई। हेर्नु त मुकै छैन यसको त। त्यहाँ हेर्नु त गईले कहाँ पसा है, धुलोभित्र पसा। यही बसौँ न गई हेर्दै खाने। सजिलो हो। अनि यसरी गर्नु न, यहाँ तपाईँ देखेछ क्या। ल बोल्नु ल। गाइस यो चाहिँ म हो, सबैभन्दा नराम्री म, लाजै मर्दो। मै देखायो भने म त पहिलोचोटि आएको होला यसरी हिरुनीहरूसँग। नत्र त मेरो साथी पनि थिएन। यिनीहरू हाँसिरहेको मेरो ब्लग हेरेर।
जंगल थर्किन्छ होला ल हेर्नुस् गाइज माछा पनि छ भने गाइज हेर्नु त खोलामा माछा खाना आएको मान्छेहरू यहाँ माछा छड्के गर्नु न यसरी ल तपाईसँग तिमी कहिले माछा देखे छैनौ मैले माछा खाएको छैन भन्दै पनि छैन कहाँ बस्ने हो के यहीँ बस्ने त्यस्तो फोहोरमा घाम लाग्यो कहाँ जान्छ नि अनि अर्को ठाउँमा हेर्न नभए उ त्योमा होइन उ त्यहाँ कहाँ ओह्रालोमा कसरी बस्ने यहाँ ओछ्याम ल छिटो पखा अब फेरि उठाऊ टिकटकको लागि ठाडो बनाउनु पर्यो नि ठाडोवाला रोक है यत्रो दुःख गरेर हाले लास्टमा त भिडियो नै भएन दुःखै काम लाग्यो के गरेर लाग्यो त बिरको पनि पागलहरू एउटा चिसो पानी चाहिँ खोल्नु न अब फेरि निकाल्नु टिकटकको लागि बनाउनु पर्छ त्यही देखाउनु न त्यतिकै के त्यतिकै देखाउनु हालेको कति दुःख पाए यहाँनिर मानी केही देख्यो छैन पो हामीले त त्यो चाहिँ लिएर आउने रे अनि मेरो मात्र यहाँ एक्लै बसेर नि फोटो खिच्दिनु है ओके खाएर कि खाएपछि मतलब यही सामानको ठ्याक्कै खाएर हेलो 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 के छ मिठो रहेछ मलाई जहिले नि हेपेर दिन्छ थाहा मलाई हिजो पनि हेपेर अस्ति पनि हेपेर मायाले दिएको झन् अस्ति नै को खानमा ला भने त्यो झन् मायाले दिएको के बोले हो नि र छिटो टिकटकको लागि यस्तो यस्तो गर्नुपर्छ यस्तो म एउटा निकाल्छु ल चेस गरौँ के खाम कि यो खाम कि मास खान्छु तिमीलाई चाहिँ के खाऊ भएन पिरो मलाई कसरी
अनि यसले हाल्छ मैले मात्र कति भिडियो हाल्छु यसको यसले त आफ्नो बुढाको मात्रै हाल्छ सानो साने लगाइदिएको अब चाहिँ हामी खाएर फोटो खिच्न लागेको छौँ यस्तो गर्मी भएको यस्तो घाममा बस्नु परेर त्यही नक्कलीहरू नि त पछाडि छिटाउन हिरुनीहरू हामी यहाँ फोटो खिच्न लाग्छौँ पहिला मैले भिडियो बनाउन अलि अप्ठ्यारो लाग्दैछ आजकल त मेरो पछाडिबाट यस्तो गरेर बनाइदिनु नि यस्तो गरेर बनाइदिनु अनि पुलमा यसो बनाइदिनु भयो यस्तो गरेर बनाइदिनु नि यस्तो गरेर बनाइदिनु अनि पुलमा यसो बनाइदिनु भयो त्यति मात्रै भइदिन्छ के गरौँ अब चाहिँ हामी भाइरल पुलमा फोटो खिच्न गएको छौँ हेलो कुन पुल अब म त क्यामेराम्यान मात्रै रहेछु है हो कि नै घाममा खिच्न घाम त डुब्नै लागिसक्यो छिटो जाउँ त्यहाँनिर ठाउँ गएर ओगट्नुपर्छ खालि गाह्रो गाह्रो अब 2 शब्द बोलिदिनु हेलो गाइस वी आर इन रमाइलो डाँडा भाइरल पुल अब हामी खाइवाई गरेर उब्रेको पानी लिएर गइरहेको छौँ हेर्नुहोस् हामी बच्चा छोडेर हो नि बच्चा छोडेर हो नि म 5 वर्षको ऊ 4 वर्षको ऊ अनि कति वर्षको लाज फेरि 5 वर्ष यहीँ फोटो खिच्नलाई मान्छे कति कति टाढाबाट आउँछ है म यहीँ जन्मेको भएर होला मलाई एउटा राम्रो लाग्दैन किन हो उनीहरू कहाँ कहाँ यहीँनिर बनाइनुहुन्छ हामी हिँडेको नै पुलमै बनाउनु ठाउँ गएर ओगट्ने होइन त हामी यहाँ भाइरल पुलमा आएको है घाम लाएर फेरि यहाँ एकछिन घाम डुब्नेको इन्तजारमा यहाँ ठुस्के कस्तो घाम लाग्छ ठाउँ बिरान भए पनि यो मन तम्र तातेमा के गीत रे सुरुबाट गाइदिनु न घाम डुब्न यता ल चढाउँछु लुडी तम्रा आडैमा ठाउँ बिरान भए पनि यो मन तम्रा ताडे यो चाहिँ हाम्रो गाउँको भाइरलै पुल हो म तपाईँहरूलाई सरर देखाउँछु ल